Hi guys, welcome to my mini vlog. आज चाहिँ हामी धनकुटाको चुलीवन पार्क जाँदैछौँ। आज चाहिँ घुमौँ भनेर चुलीवन पार्क आएको नि हामी। यहाँ टिकट नि लाग्ने रहेछ, तर ठुली मम्मी मेम्बर भएर हामीलाई लागेन। चुलीवन पुगेर हामीहरू चिप्लेटी अनि पिङहरू खेल्यौँ नि। कस्तो रमाइलो भयो। पिङ चिप्लेटी खेल्दा त कस्तो बच्चाको याद आयो क्या। कस्तो रमाइलो पनि हुने हौ पिङ चिप्लेटी डिकी च्याउहरू खेल्दाखेरि। अनि यो गोलोमा हामी घुम्यौँ। अनि खोइ यो गोलोलाई चाहिँ के भन्दो रहेछ, तर धेरै रमाइलो भयो। यो गोलोमा चाहिँ हामी घुमै गऱ्यौँ क्या। कस्तो रमाइलो भयो। हामी खेलिसकेपछि अनि खाजा खायौँ। कस्तो भोक लागेको थियो अनि हामी सबैले खाजा खायौँ त्यहाँ बसेर। अनि हामीले कोक अनि चटपटे अनि पानीपुरी खायौँ। चाउमिन चाहिँ एकदमै मिठो थियो। खाजा खाएर हामीहरू लाग्यौँ आफ्नो डेस्टिनेसनमा। डेस्टिनेसन चाहिँ पछि देखाउँछु है हजुरहरूलाई। हामीहरूको हिँड्दा ट्रेकिङ पो भएको थियो त माथि टावरमा पुग्नलाई। गलेर हामी त कस्तो भएको थियौँ, तर पनि पुग्नुपर्छ है भनेर गएपछि अनि फाइनली हाम्रो डेस्टिनेसन चाहिँ कम्प्लिट हुन आँट्यो है। यहाँ गएको चाहिँ म सेकेन्ड टाइम होला। फर्स्ट टाइम चाहिँ बच्चामा गएको थिएँ, तर यो टावर चाहिँ बनेको थिएन, बन्दै थियो अनि त्यति बेला गएको थिएँ। अनि यो चाहिँ सेकेन्ड टाइम हो। हाम्रो डेस्टिनेसन चाहिँ मेहनत चाहिँ यही 5 तल्लेको टावर हेर्ने थियो है। यहाँ पुगेर हामी टपमा गएर फोटोज भिडियोजहरू खिच्यौँ। अनि धनकुटा बजार पुरै हेऱ्यौँ। अनि त्यहाँबाट निस्केर हामी बाहिर आयौँ। अनि त्यो यो ढुङ्गामा चाहिँ खै के मागेपछि पुरा हुन्छ भन्ने रहेछ कि। अनि हामीले त्यो ढुङ्गाहरू जोड्यौँ। हामीहरू घुमेर अब सबै सकेर अब निस्क्यौँ। हामी चाहिँ बर्थडेको दिन नै गएको थियौँ। अनि आएर अनि फ्रेस भएर अनि बर्थडेहरू पनि हामीले सेलिब्रेट गऱ्यौँ। अनि त्यो दिन चाहिँ हाम्रो यसरी नै बित्यो। अनि मैले केक काटेँ, खुसी हुँदै केक काटेँ है। अनि मलाई डल